हेलो गाइस, नमस्ते अनि हजुरहरूलाई स्वागत छ मेरो नयाँ भिडियोमा। आज चाहिँ हामी दुई बहिनी हाम्रो भिडियोमा आएको छौँ करेन्ट च्यालेन्ज लिएर। साथीहरु, आज चाहिँ हामी दुईजना करेन्ट च्यालेन्ज हुँदैछ हाम्रो हेर्नलाई। यहाँ चाहिँ मसला राख्ने चाहिँ हामीले आज। अनि उहाँ चाहिँ हाम्रो मेरो दिदी हुनुहुन्छ। हजुरको परिचय दिनुहोस् प्लिज। नमस्ते, मेरो नाम निर्मला पाण्डे बस्याल। साथीहरु, हामी चाहिँ निर्मला दिदी हो। एकदमै फन्नी हुनुहुन्छ। कति सुस्त बोल्नु भयो कि बोलेको सुन्नु भयो कि सुन्नु भएन हजुरहरूले। हामी चाहिँ अब यहाँ करेन्ट च्यालेन्ज गर्दैछौँ। एकवटा करेन्ट छ हामीसँग। त्यसपछि यहाँ हार्नेलाई पनिसमेन्ट पनि छ है साथीहरु। हार्नेलाई कागती खानु पर्ने हुन्छ। नो रियाक्ट है त, केही रियाक्ट गर्न पाइएन है यो खाँदाखेरि। कागती चाहिँ दुईटा खानु पर्ने चाहिँ साथीहरु। आधा आधा काटेर राखेको छ। त्यसपछि हामीसँग काँक्रा पनि छ। त्यसपछि पानी छ है। अब हामीसँग यहाँ यसको सुप रहेको छ गाइस। अब हामी यो हाल्छौँ अनि यसलाई मोल्छौँ। त्यसपछि हाम्रो च्यालेन्ज सुरु। ल रेडी हो? कसले जित्छ जस्तो लागिरहेको दिदी? तर मलाई लागिरहेको कि मैले जित्छु जस्तो लागिरहेको। हेर्नु है के यो गाइस, खोल्ने सकिन। 60,000 का दापले अझै मिलेन हो गाइस। ल तिमी खोल्दै हेर, म खाँदै गर्छु, मलाई भोक लाग्यो। आऊ रेडी भनेपछि बल्ल खाने हो। अहिले खान पाइन्छ? पिर हुन्छ कि म फेरि खानै सक्दिनँ कि साथीहरु। यो दिदीले चाहिँ तरो खान सक्छु भन्नुभयो। म चाहिँ एकदमै मेरो प्रयास रहनेछ कि दिदीलाई आज म हराउँछु भनेर। हेर्दै जाउँ कस्तो। खै खोल खै यसको ल्याउनु त यहाँ। यही छु दादा। होइन नि यसको त्यही रहेछ। हेर्नु मैले सबै राखेँ है गाइस। हेर्नु अहिलेसँग अकबर खुर्सानी हुनुपर्ने। आमा हुन्छ गाइस। साथीहरु, हामी चाहिँ यहाँ मोल्न यस्तो चम्चा ल्याउनु न। दुईटा चम्चाले मोलाउनु कि छिटो मोलिन्छ नि। अर्को लिएर आउनुपर्ने। होइन हजुरले मोल्नु लाग्यो, मैले मोलेपछि। साथीहरु हेर्दै जानु है। आज दिदी बहिनीमा हामी कसले जित्छ फर्स्टमा। यस्तो रातो भएको चाहिँ यो करेन्ट चाहिँ फेरि हामी गाइस हेर्नु त कति रातो भएको छ। म त खानै सक्दिनँ कि क्या। मुखबाट पानी आइसक्यो। पानी खान्छ मैले वेटिङ गरेँ सक्दैन है। अब के अब गमगम्ती खाने त होला नि। पानी खान पाइन्न है यो खाँदाखेरि। यो खाएर भ्याएपछि बल्ल पानी खान पाइयो है त। काँक्रा खानु त पाइयो। काँक्रा खान पाइयो, पानी खान चाहिँ पाइन्न। च्यालेन्जमा जसले हार्छ त्यसलाई चाहिँ पनिसमेन्ट छ साथीहरु। अब चाहिँ हाम्रो 2, 3 गो। गाइस खाइ ल। गाइस लास्ट बिरुवा म बिरुवा नसक्ने मान्छे हो नि त। अनि गर्नु पाइँदैन। पाइन्छ गर्नु पाइन्छ। दिदीले थोरै लिनु भए मलाई धेरै रहेछ। मलाई खुर्सानी नपिरो हालिदिएन कि क्या हो। पोलिसक्यो मेरो त दिदी। पिरो होइन, मलाई चिनी परेछ क्या खुर्सानी भनेर। साँच्ची पिरो है। कस्तो गुलियो हो। कोही बेला नाटक पारिया जाने भने अब यहाँ मर्न आँटिसके। पिरो भएर खुर्सानी चाहियो। एउटा खुर्सानी ल्याइदिउँ। 60 ले जाऊ। पानी खान पाइन्न भने म आफै नियम राखेँ। तर के गर्नु, पानी खान कस्तो मन लागिसक्यो मलाई। साथीहरु यहाँ खाना नदिएको के अरे हेर्नु न। म देब्रे हातले
डन गाइस म मरे मेरो हान त कति पिरो अब हान्नु पाइन्छ नि पाइयो मैले नि खानु त खास कागज थियो अलिकति खानु भयो म चाहिँ हारिसकेँ दिदीलाई चाहिँ मैले सकिनँ अहिलेसम्म फुल च्यालेन्ज गर्दा आजसम्म फर्स्ट टाइम म हारेको करेन्टमा त मलाई यति लिएर आइदिनु तिमीभन्दा फर्स्ट हुन्छ आजसम्म रेकर्ड चाहिँ बल्ल आज है साथीहरू म हारेको पनि रेकर्ड छैन है बल्ल आज म फर्स्ट टाइम हारेँ खाँदै सकिनँ पिरो एकदमै पिरो प्लान पनि खानु म त केही पिरो भए नि जाऊ नि एउटा अकबर लिएर खाने हो कस्तो खानु आएर नि फेरि हान्नुहुन्छ भन्नु लिएर आऊ खान्छु नुन पिसेर नुन पिस्नु जाउँछ यहीँ मोलेर खाने बाँधिदिन्छु साथीहरू हामी चाहिँ खाएर पनि सकिसक्यौँ मेरो चाहिँ अझै छ म यो खान्छु करेन्ट फाल्यो भने चाहिँ पाप लाग्छ कि साथी फाल्नु चाहिँ भएन थोरै दिएछन् आफैले हो साथीहरू भाग लाग्यो अझै त्यो प्लेटमा धेरै थियो मैले थोरै रोजेको अझै 4-5 वटालाई नै भनिन्न खाइन्छ यस्तै पिरो भयो मलाई चाहिँ एकदमै पिरो हो कसम चाहिँ केही पिरो भयो नि मलाई मैले हा गर्नै पर्यो हामी म पिरो नखाने मान्छे हो नि त्यही भएर कि पिरै खानु नि मैले अनि गुन्डा खुर्सानी राख्नुहुन्थ्यो नि त म सकिनँ अब चाहिँ चुङ्ग्याएर खान्छ है साथीहरू दिदीलाई मलाई हेर्दिनँ मलाई अझै एउटा पकाएर खानु पर्छ भएन पुगेन यस्तै पिरो गाइस के खानु त लाउनु तर यो साँच्चै पिरो रहेनछ कि कसम पिरो यार यो करेन्ट नपिरो रहेछ क्या कि बरु 2 PM पिरो हुन्थ्यो अब यहाँ मर्न आँटिसक्यो मलाई चाहिँ त्यस्तै फिल भयो साँच्ची हो मलाई केही पिरो भएन कि बरु त गजबको पिरो पनि यति पिरो हुन्थ्यो नि पिरै छैन के ह्या गरेको त साँच्चै छैन कि मेरो त सोको उसमा खुर्सानी हाल्नु बिर्सियो त्यही भएर होला कि दिदी साथीहरू मेरो पनिसमेन्ट पनि बाँकी नै छ म चाहिँ छिटो खान्छु ल म पनि भ्यान ल यो उसको त्यो दाना पनि नखाले कुरुम चबाएर अब दाना त फाल्न पाइन्छ हौ पाइँदैन सबै चबाभित्र निलो पऱ्यो बाहिर केही बोक्रा त सक्दिनँ यार म त तितो हुन्छ त्यस्तो मैले च्यालेन्ज गर्ने नि त ल हजुरले सुरुमै भन्नु पर्थ्यो सुरुमै भन्नु पर्छ नि त मैले त भने 2टा खाने भनेर त्यही भएर चुसेर फाल्ने हो चाहिँ पुरै सक्ला भ्याएर फाल्नुपर्छ साथीहरू पानी खाए ल खानुस् ल ल मेरो 2टा कागती रेडी छ यहाँ नो रियाक्ट होइन नो रियाक्सन हेर्नु होला अलिक आउनु फेरि क्यामेरामा देखिनुहुन्न कि एउटा सबै त सक्दैन निला न गोलुको पारा कहाँ अड्किन्छ हो अड्किन्न कि अड्कि म बेहोर्छु केही छैन पिरो भइरहेको अझै पनि यो नि पिरो रहेछ कि क्या हो त्यहाँ खुर्सानी आएछ नि त मैले अब अर्को पालो है यसमा रस छैन है छ अलिअलि त त्यो झाङ्टा मात्र रहेछ ओ पिट्ने पनि होला नि यो चाहिँ कहाँको नियम हो पिट्ने निकाल्नु पाइन्न कि होइन कि झिम्का पनि आँसु आएर आउँछ मूल भ्यास आउँथ्यो त्यो खाएर मूल बरु त्यो कसरी पिटिक्यो मलाई त म त मैले अगाडि खान सक्छु त्यो खान चाहिँ म सक्दैन कागती खान सक्छु म फेरि कागती त्यो मुखमा आएपछि मेरो आँखा यसो भइबिहाल्यो कि
पिट्ने नियम चाहिँ कहाँ थियो यहाँ मैले लिएर आएको पिट्ने नियमै थिएन गाइस मेरो नियम के लास्टैतिर भयो साथीहरू आजको विनर चाहिँ उहाँ भइसक्नु भएको छ ताली प्राइस के छ प्राइज लाउनुहोस् एक कागती खानुहोस् काँक्रा सरी कागतीहरू मैले काँक्रालाई के भनेको म चाहिँ लुजर भइसकेर मेरो पनिसमेन्ट पनि सकिसक्यो साथीहरू आजको च्यालेन्ज कस्तो भयो हजुरहरूलाई कस्तो लाग्यो त प्लिज लाइक शेयर कमेन्ट पनि गरिदिनु होला अनि च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने साथीहरू के गर्नु पर्यो च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला ओके गाइज हामी फेरि अर्को के को च्यालेन्ज लिएर आउँदा राम्रो हुन्छ त कमेन्ट बिलो प्लिज हामी त्यही च्यालेन्ज ल्याउने कोसिस गर्छौँ त्यतिन्चरीको लागि अब चटपटे बाई बाई गाइज भेटौँला फेरि बाई